के नयाँ गरौँ के एक्स्ट्रा गरौँ भन्ने सोच हो हैन भर अब सुरुवात भर अब फर्स्ट टेक लिन खोज्दैछु हैन अनि उनीहरूले लिएर आउँदाखेरि के गर्ने चिनी निकाले खोलेर हेर्यो अब हिरो भएर फिल्ममा हेरेकन म छोड्दै भए पनि हेर्छु चले रोक्ने रोको गयो के ठुस्केर जीवनमा हार खानु होइन घरमा बसिरहेको भने झनै बिमारी हाम्रो यहाँनिर सुट भइरहेको छ बम्बेको म्युजिक भिडियो अनि अहिले बिग नोर्जाको पार्ट रहेको छ अनि त्यहाँनिर सुट भइरहेको छ बबाल यस्तो पानीले हामीलाई के पनि गर्न सक्दैन हामी सधैँ अगाडि बढ्ने मान्छे यो चाहिँ बिहाइन्ड द सिन बिटिएस भनौँ बबाल हुन्छ रमाइलो भइरहेको छ सुटिङमा पानी पर्ला जस्तो भएर चाहिँ तनाव भइरहेको छ त्यही हो तर पनि काम जारी छ मेरो आजको फर्स्ट सिन चाहिँ सकिसकेको छ डे 1 को अब भोलि बाँकी छ यहाँको रमाउँदैछस् मेरो छोरीलाई स्वीकार्छस् कि नत्र ज्वाइँ साहबको ढाड भात दिउँ म कलाकार रामचन्द्र अधिकारीको कोटि कोटि प्रणाम छ यो बम्बे गीत भइरहेछ एकदमै हाई फाई हजुरहरूलाई आँखा शीतल हुने गरी दृश्यहरू खिचिराखिएको छ मोडलहरू त्यस्तै छन् सबैले मेहनत गर्नुभएको छ अब एकछिनपछि मेरो पनि पालो आउँदैछ आज बम्बे सुट गर्न लाग्यो डे 2 हो अनि हामीले भक्करै डान्स पनि अलमोस्ट गरिसक्यो एन्ड दिस इज माई लुक हेर्न सक्नुहुन्छ आशिष लाग्यो कोक्ते काजी एउटा छोरो युकेमा एउटा छोरो अस्ट्रेलियामा र अर्को छोरो अमेरिकामा छ मेरो के गरी बस्छिन्छ जाने बेला केटाले हेर्नु होइन छोरीलाई हेर्नु परेन छोरी केटालाई हेर्यो अब थर्कायो छोरीलाई केटालाई हेर्दै निस्किनु गाडी अंदर साइकिल देखियो साइकिल साइकिल टप Lovely. Ahora sí, la
बड़ी शहर की तो पापा की बड़ी सोचा था तू मेरा होगा श्रीमंत को मना नहीं पाया बड़ी शहर की तो पापा की बड़ी सोचा था तू मेरा होगा श्रीमंत चाहिँ हाम्रो डे 3 बम्बेको म्युजिक भिडियो बवाल भइरहेको छ काम बवाल भइरहेछ अनि दिस इज आवर सेट यता देखाइदियो भाइ सेट यो अनि उता क्यामेरा सेटअप भइरहेको छ बवाल रमाइलो हुन्छ अनि हाम्रो डिरेक्टरहरू सबजना रेडी भएर बसिरहेको छ अरे पैसा मान्दा फाल्की अनि केही भन्न चाहन्छ म्युजिक भिडियो बारेमा जे कुरा गर्न गाह्रो हुन्छ त्यही नै हेर्दा मजा आउँछ है यो अन्त डाइरेक्टर भनेको क्यामेरा सेटअप भएछ हाम्रो यता सिनेमाटोग्राफर दाजु जितु त के भन्नु त दुई शब्द तेरी दादागिरी निकाल दूंगा मैं कस्तो भइरहेछ रमाइलो भइरहेछ बवाल नि हैन माइक त मुनि हुन्छ होला माथि बस्दै ए म्याचिस कभी कभी लगता है कि पुनीत भगवान है Finally, pack up. And it's a wrap. रुक बम्बे चाहिँ हेर्न नबिर्सिनु होला है बम्बे यार पैसा माम्दा फाल्की यता हेर्न बिर्सेन हामीलाई मतलब छैन